ठुलो भइसक्यो अनि अझै पनि गर्न खोज्छ अझै पनि पुछारो लाग्छ अझै पनि जता गयो त्यो तपाईलाई मेरो युट्युब च्यानलमा आज फेरि पनि हामी दुई दाइ उता पर बाँधेको थियो त्यहाँबाट अहिले चाहिँ यतातिर घाँसतिर ल्याएर फेरि पनि घाँसतिर बाँध्दैछ बुढी अरे यतातिर त्यो मकैमा धेरै घाँस भयो क्या पोहोर साल त यति घाँस थिएन यस साल चाहिँ धेरै घाँस छ त्यस्तरी बाँधेर चराउनलाई कहिलेसम्म होला त कहिले काम गर्ने त अनि यो यस्तो यो घाँस उखाल्ने कि पेटा भन्ने यो यस्तो घाँस उखाल्ने हो यसरी उखाल्ने हो होइन गाइज के भन्ने खेती किसानी नगरेसम्म खाना पुग्दैन होइन गाइज अब कमाएर मात्रै कतिसम्म पुग्छ होइन अलिअलि खेती किसानी गऱ्यो भने थोरै खेती किसानी गर्दा पनि खाना पुगिहाल्छ थोरै कमाएर पनि खाना पुगिहाल्छ अब मेरो बुढीले चाहिँ बाख्रालाई कहाँ बान्यो भन्दाखेरिमा जोतेको बारीमा लगेर बानिएको छ घाँसमा घाँसतिर बान्न छोडे अनि गाइस धेरै छ मकै चाहिँ त्यहाँ पर पनि यता पनि छ अगाडिको चाहिँ भ्याइयो अनि गाइस चाहिँ यसैसँग उखाल्छ क्या घाँस फेरि आइ भन त आइ भन न यो चाहिँ रिसाएको के काम गर्नुपर्छ भने अर्का घरमा गएर बसेको के मैले जबरजस्ती बोलाएर लिएर आएर अहिले यहाँ काम गरेँ कुकुरको मुख घिच हजुरको पहिरो यस्तै गर्छन् गाई जान्न पायो भने गाई यत्रो भाटो हुन्छ नि त्यसले हान्न आँदै थाइ यस्ता बौलाको के बर भनेर मैले जा भन्छु मनमा घरमा श्रीमती हुँदा बाहिर केटीको फोटो हाल्ने श्रीमानलाई के भन्न चाहनुहुन्छ हजुरले ल गाइस मेरो अडियन्सहरूले के भन्न चाहनुहुन्छ मेरो बुढीले भनेको कुराहरूलाई कमेन्ट बक्समा रिप्लाई दिनु होला ल यस्तालाई हिजारा भन्छन् हिजारा घर बुढी हुँदा नि बाहिर केटीसँग अरू के भन्न चाहनुहुन्छ गाइस ल पहिला हिजडा भन्ने बुढी चाहिँ तपाईँले पहिलोचोटि देख्नुभयो होला हिजडा त भने छैन है गाइस अहिले भर्खर हिजडा भन्यो हो कि नै गाइस ल भन्नु त सब भिडियो गरिदिन्छु अहिले हेर्दै जानु न त मोबाइल फुटालिदिन्छु मेरो बुढीले चाहिँ मोबाइल फुटालिदिने गरे गाइस मेरो बुढीको चाहिँ मकै गोडा हेरौँ न होइन म पनि गोड्दैछु हल्का फुल्का अलिअलि त गर्नै पर्यो नि गाइस के गर्ने घाँस धेरै छ कि एकचोटि यार पोहोर साल त यस्तो थिएन गाइस हल्का कमै थियो अर्को चाहिँ बिहा गरे ल गाइस के भन्न चाहनुहुन्छ तपाईँले राम्रो हुँदा आउँदा रात दिन रक्सी खाएर कुटेको भइदियो पनि अब पहिला छोडेर जहाँ गएको पनि सबै कुरो खाना दिएकै छ लाउन दिएकै छ सबै चिज लाउनु दिँदा खाना लाउन दिँदा पनि आइमेहरू मात्तिन्छन् भनेपछि तपाईँले के भन्न चाहनुहुन्छ ल कमेन्ट बक्समा भन्नु होला मेरो बुढी त लाजले बातिर गइछन् क्या होइन फेरि यतिर जान्छु मेरो बुढीले चाहिँ धेरै घाँस उखाल्ने गरे म चाहिँ यता अगाडिबाट गराउनु पर्यो मेरो बुढी चाहिँ अब चाक फर्काएर पनि काम गर्दा हुन्छ बाबा त्यतापट्टि के छ घाँसै छ नि यतापट्टि फर्काएन चाक फर्काएर पनि कसले काम गर्छ कटाउन मिल्छ क्या यता हेर न अहिले गाई हेर्नु सक्नुहुन्छ मेरो बुढीले चाहिँ म पनि धेरै गोर्खा त्यहाँदेखि यहाँसम्म आइसक्यो होइन मेरो बुढीले चाहिँ अब काम चाहिँ गर्दैन गरेपछि पुरा फास्ट हो फेरि
फटाफट 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 गर्छ के होइन गरेपछि एकदमै राम्रो गर्छ एकदमै आफूलाई चाहिँ खेती किसानी गर्न त्यति मन लाग्दैन क्या अब अब रक्सीले संसारले खान्छ खायो भने लिबिलले खानुपर्छ गाइस होइन मेरो बुढी चाहिँ बाख्राको बिख फ्यानो सानैदेखिबाट पाल्यो हुर्कायो फुर्कायो होइन पाल्यो हुर्कायो फुर्कायो अहिले पनि खुबै माया गर्छ क्या ठुलो भइसक्यो अनि अझै पनि गर्न खोज्छ अझै पनि पुछारो लाग्छ अझै पनि जता गयो त्यो ठुल्ठुलो घाँस मात्र उखाल्ने हो क्या यस्तो ठुल्ठुलो खन्न त खन्ने पहिला त उखाल्नु पर्यो त उखालेपछि पो बल्ल खन्ने होला त यस्तै यहीँ उखाल्ने यहीँ फालिदिने यस्तै गरी ठुलो घाँसलाई चाहिँ अलग्गै फाल्ने हो कहाँबाट मेरो बुढी चाहिँ कडा छ है कडा फेरि त्यहाँ चाहिँ मजाले गरी यता कहाँबाट यहाँनिरबाट मेरो बुढीले भनेको नि मानिदिन्छु कि म यताबाट यहाँबाट उतातिर अगाडि जाने होइन साँझसम्म भ्याइएला एक वर्ष गरेर नि भ्याइन्छ मोबाइल त अब एकैछिन हो 15 मिनटको जति भलक बनाउने हो त्यहाँ पनि बन्द राखिदिने हो बुढी यता हेर न यार कता हेरेको यार अहिले काम गरेको पनि देखाउनु पर्यो क्या मेरो बुले चाहिँ पछाडि ढालमा चाहिँ देखाउँछ मुख देखाउँदैन यतातिर फर्केर गरौँ न त्यतातिर हाम्रो बुढो चाहिँ कताको म पनि यति उखाल्छु त पहिला मेरो बुढा चाहिँ लास्टै क्या गोडमेल भनौँ घरमा माइत हुँदाखेरि पनि आफ्नो घर आँगनमा क्या मकैहरू थोरै धेरै नै 1 कट्टा जति थियो त्यहाँ चाहिँ खुब राम्रोसँग मकै गोडमेल गर्ने अनि लगाउने खुब राम्रोसँग चैत वैशाखमा पनि क्या खानी बनाउँथे क्या अब यो त सिजनै होइन यो त सिजन हो यो सिजनको मकै त अब गोड्नै पर्यो अब पहिला चाहिँ हामीले गोरुले लगाउँथ्यौँ मकै आजकल त गोरुसहरू पनि छैन ट्र्याक्टरले जोत्ने हो त्यहाँबाट छर्दिने ट्र्याक्टरले फेरि लिर्को लगाउने त्यही भएर पनि अब मिल्दैन ट्र्याक्टरले अब उ गर्न हलले जोत्न मिल्दैन त्यही भएर यो चाहिँ गाइस हाम्रो बर्दिया जिल्ला सान्सी ताराताल बाघ चाहिँ लाग्छ है गाइस बाघ चाहिँ यही बाटोको त्यो राति है हाम्रोतिर चाहिँ बिउसिउ पनि लगाएर रेडी भइसकेको छ त्यहाँबाट केरा पनि छ